ल अब यो दोस्रो भिडियो पनि हाम्रो यहाँ पुरा जरा खनेर निकाल्नको लागि दम्दै तरदेखि तान्दै उता लडिन्छ फेरि तानेर हुत्तेर गएर ल यहाँ जरा खनेर यहाँ जाली लाउनको लागि काम गर्दै तल मैला पनि डढाउँदै यसरी तलतिर काम भइरहेछ यसरी तल माथिदेखि सरेर काम भइरहेछ जरा पनि यहाँ खनेर जरा तल तानेर लानु हुँदैछ है खाँदा पनि खाँदै यता जाली एउटा दुईवटा जाली लगाइसक्नु भयो माथि यसरी नाच्दै गाउँदै ढुङ्गा पास गर्नु हुँदैछ है यसरी तल खलाइ बगरेभरि सम्झँदै सम्झुरा त यहाँ राखेको ढुङ्गा चाहिँ यसरी सार्दै 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 तल खोलाको टिलमा यसरी सार्ने कामहरू भइरहेछ है यो तरिकाले चाहिँ श्रमदान हुँदैछ है आज ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा नाच्दै गाउँदै फोटो खिच्दै बिसाउँदै यो माथिदेखि यहाँ तल जाली आइसकेको छ है यहाँ तलसम्म यहाँदेखि तल पनि अर्को टोलीले गर्दै हुनुहुन्छ रेललाइमा छुट्टीमा आएको सोल्टिनीहरू भन्नुहुन्छ यसरी यो तरिकाले होइन धमाधम भइरहेछ यहाँ सोल्टिनीहरू त होइन गीतले भनेको मैले भनेको होइन हाम्रो चेलीहरू हुनुहुन्छ सबैजना यहाँ यसरी हाम्रो यहाँ चाहिँ अन्तिम फेसमा पनि यो तरिकाले हाम्रो दुर्गा दाई तल पुरा लागिराख्नु भएको छ यो तरिकाले भइरहेछ हाम्रो श्रमदान चाहिँ यस्तै छ है मित्रहरू माथिदेखि छेउछेउ लगिसकेर अहिले यहाँ निकै तल आइसकेको छ ढुङ्गा ल्याउनु अलिक गाह्रो भइरहेछ परदेखि ल्याउनु पर्छ अब अझै आउने क्रम जाने नै श्रमदाताहरू खबर सबैलाई गर्नुभएको छ हाम्रा नगर सल्लाहकारज्यूले यसरी भइरहेछ देखि सुरु भयो यसरी ढुङ्गा बोकेर जय ढुङ्गा जय माटो जय ढुङ्गा भन्दै हुनुहुन्छ यसरी है ल यहाँ यसरी काम भइरहेछ हाम्रो चाहिँ ढुङ्गा होइन सर र समेतले होइन माथिसम्मको बोकिराख्नु भएको छ यसरी ढुङ्गा बोकेर सर र श्रमदान भइरहेछ माथिदेखि लगभग पाएको ढुङ्गाहरू पनि ओसारिसकेको छ र यहाँ तल यसरी लाउनु हुँदैछ यहाँ तलपट्टि चाहिँ जाली यो जाली अलिअलि बाँकी छ लाउनु यहाँ लाउनु बाँकी छ अब तलको जालीको काम लगभग सकिन आँटेको छ र यता चाहिँ बाँकी छ अनि यता नाच्दै पनि छ भाइ हाम्रो एकजना भाइ अब यहाँ खाना खानु जाने बेला पनि भयो हल्का खाना खानु जानु भएको छ अरूहरू आउने क्रम जारी नै छ फेरि पनि खाना खाएर यहाँ टोलीहरूले आफ्नो खाएको थला आफै धुँदै हुनुहुन्छ है यसरी ड्याङ्की ड्याङ ल खाना ठिक छ ल हड्डी उभिएछ नि त यार ए दाँतले भएन ल खाइसकेर धुने आज खाना खानेको कार्यक्रम पनि यसरी खाना खाइसकेर नम्बरी बिस्तारै के गर्नु नम्बरी अब काम पनि दह्रो गरिन्छ खुवाइ पनि दह्रो हुन्छ मरद छ है ल आज फेरि छुवाचेसँग हैन टाढामा चट्टासँगले हैन बोसो तार्दा कस्तो हुन्छ अब ल कम सर बिस्तारै ल पालो दिन जानुपर्छ हाम्रो खाना पकाउने टोलीहरू चाहिँ यहाँ फेरि खाना बनाएर यो दोस्रो चरणको काम पनि अब अहिले सकिएको छ अब खाना खाएर तेस्रो सेसनको सुरु हुन्छ है त ल यस्तै छ खाना